रामदाई पुरानो रेडियो सुन्दै चियाको सुस्की लिइरहेका छन्। विवेक त्यहाँ आउँछ र चिया अर्डर गर्छ। रेडियोको समाचार सुन्दै, "विवेक बाबु, फेरि चुनाव आयो। हाम्रो त अब के छ र? उही पुरानै रुख सूर्य नै त हो नि। जसले जे भने पनि आखिर बाउबाजेको पार्टी त छोड्न सकिन्न नि, हैन र?" विवेक गम्भीर हुँदै, "रामदाई, बाउबाजेले बाटो देखाए, त्यो धर्म हो। तर बाटो नै खाडलै खाडल भएको छ भने त्यही खाडलमा परिरहनु चाहिँ धर्म होइन, बाध्यता हो। यसपालि म चाहिँ भोट होइन, भविष्य फेर्ने सोच्दैछु। यसपालिको मेरो र मेरो परिवारको भोट रवि, बालेन र घन्टीलाई दिने निधो गरेको छु। रामदाई, भविष्य त भन्छौ बाबु, तर यी नयाँ केटाहरूले के नै गर्लान् र? राजनीति भनेको त जेल नेल खाएका, दारी पालेका पुरानाले बुझ्ने कुरा हो। यिनले त हावा मात्र फैलाएका त होलान् नि।" विवेक रामदाईको नजिकै बसेर हात समाउँदै, "रामदाई, जेल बस्नु त्याग थियो, तर जेल बसेकै भरमा 50 वर्षसम्म देशलाई जेलमै राख्न त पाइएन नि। हेर्नुस् त, काठमाडौँमा बालेनले कसैको दबाब नमानी कसरी काम गरेका थिए। रवि लामिछानेले सदनमा भ्रष्टाचारीका फाइल खोल्न कसरी मुटु दहरो बनाएका थिए। रासपाका सांसदहरूले संसदमा उठाएका प्रश्नहरू सुन्नुस् त, त्यहाँ जनताको दुःख बोलेको छ, नेताको स्वार्थ होइन। हुन त हो बाबु।" विवेक, "रामदाई, तपाईको छोरो खाडीमा पसिना बगाउँदैछ। किन? किनकि तपाईले 30 वर्षसम्म जसलाई भोट दिनुभयो उसले यहाँ एउटा उद्योग खोल्न सकेन। तपाई बिरामी पर्दा सिटामोल नपाउने अस्पताल तिनै पुरानाको उपहार हो। हामीले पार्टीलाई माया गर्यौं, तर पार्टीले देशलाई माया गरेन। अब कतिन्जेल पछुताउने?" रामदाई शून्यमा हेर्दै चियाको गिलास राख्छन्। "हो त बाबु, छोरो घर नफर्केको 5 वर्ष भयो। नातिले राम्रो स्कुल देख्न पाएन। मन त मेरो पनि कुडिएको छ। तर यो बुढो उमेरमा फेरि नयाँलाई पत्याउँदा धोका त हुन्न?" विवेक, "रामदाई, धोका त अहिलेसम्म भइरहेकै छ। नयाँलाई त अवसर दिने हो। रवि, बालेन र रासपाले एउटा आशा जगाएका छन्। कम्तीमा यिनीहरूलाई भोट दिँदा मैले परिवर्तनको प्रयास गरे भन्ने गर्व त हुन्छ। बाटो खन्ने इन्जिनियर नयाँ भए पो बाटो बन्छ। पुरानै बिग्रेको मेसिनले त धुलो मात्र उडाउँछ।" रामदाई लामो सास फेर्दै विवेकको काँधमा हात राख्छन्। "हो बाबु, तिमीले मेरो आँखा खोलिदियौ। म त झण्डाको पछि लागेर आफ्नै सन्तानको भविष्य बिर्सिएछु। यसपालि यो बुढोको हातले पनि घन्टी र परिवर्तनमा नै छाप लगाउँछ। छोरोलाई फोन गरेर भन्छु, बाबु, यसपालि चाहिँ देश फेरि नै आस पलाएको छ।" विवेक दर्शकतिर हेर्दै, "परम्पराको नाममा पछुतो होइन, विवेकको नाममा परिवर्तन रोजौं। तपाईको एउटा सही निर्णयले मात्र देशको अर्को 5 वर्ष सुन्दर हुनेछ। सोच बदलौं, देश बदलिन्छ। यसपालिको भोट घन्टीलाई।"